नमस्कार दर्शकवृन्द, सही जवाफ टिभी र पिपल बोट नेपालको चाहिँ यो हाम्रो संयुक्त यो हाम्रो तयारीमा चाहिँ हामीले आज एकजना पात्रलाई हामीले निम्ताएका छौँ र उहाँ अहिले यहाँ पर्दामा देख्न सक्नुहुन्छ। उहाँ हुनुहुन्छ अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सहकारी केन्द्रीय समितिका चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँसँग हामी केही परिचर्चा गर्न गइरहेका छौँ, जहाँ उहाँको नाम चाहिँ छ रामचन्द्र थापा। यहाँलाई स्वागत छ मिडियामा। यहाँले चाहिँ यत्रो लामो समयसम्म चाहिँ आफूले यो जुन मजदुर सेक्टरमा लागेर चाहिँ धेरै कामहरू गर्नुभयो, यो काम गरेर चाहिँ यहाँले के अहिले के अनुभूति गरिरहनु भएको छ अहिलेको यो अवस्थामा? यो अवस्थामा अब अहिलेको पिरियडमा भन्नुपर्दाखेरि यो जुन म चाहिँ स्वास्थ्य तथा सरसफाइ मजदुर सङ्घको केन्द्रीय अध्यक्ष हैसियतले मैले भन्नुपर्दाखेरि जति यो फिल्डमा काम गर्ने मजदुरहरू हुनुहुन्छ, यो मजदुरहरूको हक र हितको लागि चाहिँ हामीले आवाज उठाइरहेका छौँ र मजदुरहरूको जुन एउटा चाहिँ तपाईँको सरकारले गर्नुपर्ने दिनुपर्ने सुविधाहरू यो अझै पनि भएको छैन। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ के गरिएका छौँ भन्नु होला भने अब यी हाम्रो जति चाहिँ मजदुरहरू छन् हरेक क्षेत्रमा स्वास्थ्य सरसफाइ मात्रै नभनिकन हरेक क्षेत्रमा भएका मजदुरहरूको रोजीरोटीको ग्यारेन्टी हुनु पर्यो। अहिले पनि के गरिएको छ भने ठेकेदार प्रविधिबाट चाहिँ मजदुरहरू लगाइरहेको छ। हेर्नुहोस्, हस्पिटलमा जानु त्यहाँ सरसफाइमा चाहिँ तपाईँको विभिन्न फोहोरहरूमा हात हाल्नु परेको छ, एउटा ठेकेदार कम्पनीबाट चाहिँ त्यहाँ सप्लाइज गरिएको छ र उनीहरूले पाउनुपर्ने सेवा सुविधा पनि के छ भन्नु कम्पनीले दिएको भन्दा पनि घटाएर दिएको छ र यसको विरुद्धमा र यो अन्त्य हुनुपर्छ, यो ठेकेदार कम्पनी व्यवस्था अन्त हुनुपर्छ भनेर हामी निरन्तर लागिरहेका छौँ र लाग्ने पनि छौँ। र मजदुरहरूको अहिलेको जुन यो कोभिडको महामारीमा पनि कतिपय ठाउँमा चाहिँ तपाईँको आएको भ्याक्सिनहरू पनि राजनीतिकरणले गर्दाखेरि भ्याक्सिन पाएका छैनन्। आम सर्वसाधारणले मजदुरहरूले पाउनुपर्ने भ्याक्सिन सरकारबाट आएको कुरो चाहिँ रोकिरहेको अवस्था छ। त्यो कारणले गर्दाखेरि हामीहरूले चाहिँ यो भ्याक्सिन के नेपाल सरकारले आम जनसमुदाय आम नेपालीहरूलाई चाहिँ कि फ्रीमा निःशुल्क उपलब्ध गराइदिनुपर्छ र भ्याक्सिन सबैले पाउनुपर्छ भन्ने हाम्रो सङ्गठनको एउटा चाहिँ माग हामीले चाहिँ राखेका पनि छौँ र हामी राखी पनि रहनेछौँ। हजुर, यहाँले अब यो जुन भ्याक्सिनको कुरा गर्नुभयो, अब मान्छेलाई त रोग भनेको हरेक किसिमका रोगहरू लाग्न सक्छ। अब यहाँ चाहिँ अब एउटा स्वास्थ्य एउटा क्रान्तिकारी को चाहिँ एउटा स्वास्थ्य विभागको एउटा केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ। अब यहाँ चाहिँ अब कुनै पनि समयमा सरकारले त अब अलिकति चाह्यो भने त गर्न सक्छ, नसक्ने त केही पनि छैन। अब यहाँ बहुसङ्ख्यक नागरिकहरू चाहिँ अब उपचार बिना अब त्यतिकै अकालमा ज्यान जानु परेको छ, सिटामोल खान पाउने स्थिति पनि छैन कतिपय ठाउँमा त देशकै भूभागमा पनि। यो चाहिँ अब हामीले देखिरहेका पनि छौँ र राज्य र अन्य मिडियाहरूले पनि यो सञ्चार माध्यमबाट नि हरेक क्षेत्रमा त्यो प्रचार गरिरहेको पनि छ। तैपनि अहिलेसम्म एउटा चाहिँ अलिकति जनताले चाहिँ स्वास्थ्यमा चाहिँ अलिकति सहज तरिकाले पहुँच पुग्ने चाहिँ देखिएको अवस्था छैन। यहाँ चाहिँ अब यो के गर्दै हुन्छ जस्तो लाग्छ राज्यले? यो राज्यले चाहिँ के गरिरहेको छ त भन्नु होला भने जम्मै राजनीतिकरण भइरहेको छ। भ्याक्सिन आएको भ्याक्सिनलाई पनि के गरिएको छ त भन्नु होला भने यो कुन पार्टीको, हाम्रो पार्टीको हो कि होइन, वडाका जुन अहिले स्थानीय सरकारहरूमा नि यही अवस्था चाहिँ तपाईँको सिर्जना उहाँहरूले गरिरहनु भएको छ। आएका चिजहरू जुन भ्याक्सिनहरू आएको छ यो हाम्रो पार्टीको हो कि होइन भने यहाँ पार्टी हेरेर भ्याक्सिन दिने, राहत वितरण कार्यक्रममा पनि तपाईँको चाहिँ पार्टी हेरेर चाहिँ राहत वितरण गर्ने। यस्तो यस्ता विभिन्न जुन सरकारबाट आएको सेवा सुविधाहरू छन् आफ्ना पार्टीका हुन् कि होइन, आफ्ना पार्टीको पङ्क्तिका भाकालाई चाहिँ संरक्षण गरिएको छ, उनीहरूलाई सहयोग गरिएको छ। हाम्रा पार्टीका होइनन् भन्नेलाई चाहिँ के गरेको छ भने यिनीहरूलाई वञ्चित बनाइएको छ। त्यो कारणले गर्दाखेरि यो व्यवस्था, यो जुन संसदीय व्यवस्था रहिरहन्जेल नेपाली जनताले यो भोगि नै रहनुपर्ने छ। यो व्यवस्था रहिरहन्जेल नेपाली जनताले दुःख पाइरहनेछन्। यसको किनकि विरुद्धमा हामी लागिरहेका छौँ। यो व्यवस्था अन्त्य हुनुपर्छ भनेर हिजोको दिन पनि हामीले चाहिँ यो आवाज उठाइरहेका थियौँ र आज पनि उठाइरहेका छौँ र भोलिको दिन पनि उठाउनेछौँ। जनताको जबसम्म हक अधिकार सुनिश्चित हुँदैन तबसम्म हामी लडिरहनेछौँ। हामी पछि हट्ने छैनौँ। हाम्रो क्रान्ति निरन्तर अगाडि बढ्नेछ। देश र जनताको लागि नै अगाडि बढ्नेछ। यो दलाल तस्कर र माफियाहरूको लागि यो चाहिँ हामीले अन्त्य गर्नको लागि चाहिँ हाम्रो क्रान्ति निरन्तर अगाडि बढाउनेछ। यहाँले क्रान्तिको कुरा गर्नुभयो, यो क्रान्ति त हिजो एमालेको पालानी भएको थियो, काङ्ग्रेस पालानी गयो होला कुनै समय, अब ल्याउनु भयो होला उहाँहरूले पनि। अनि अब विशेष त अब माओवादीलाई यसको देनको रूपमा लिन सकिन्छ। अनि यो माओवादीले चाहिँ यस्तो क्रान्ति कुरा ल्याउँदाखेरि अब धेरै सम्भवतः उहाँहरूले गर्नुभएको क्रान्ति त केही सफल भयो वा केही विफल भयो, यो त अहिले प्रत्यक्ष रूपमा देख्न सकेको छ। आम जनमानसले पनि यसलाई अनुभव गरिरहेको छ। अहिलेको यो अवस्थामा चाहिँ यो जुन माओवादीले ल्याएको यो क्रान्ति, अब यसलाई चाहिँ कसरी सफलता हासिल गर्न सकिन्छ होला जस्तो लाग्छ? यो यहाँ चाहिँ हजुरले गर्नुभयो यो क्वेसन एकदम राम्रो क्वेसन गर्नुभयो। के छ त भन्नु होला भने 10 वर्ष जनयुद्धले धेरै नेपालीहरूलाई अलिकति अधिकार
र बोल्ने सम्म चाहिँ यतिको बाटो-टाटो चाहिँ 10 वर्ष जनयुद्धले गरेको हो। अब अहिले चाहिँ धेरै आम मानिसहरूले भन्छन् माओवादी सिद्धियो भन्ने हिसाबको जुन कुराहरू गरिरहनु भएको छ, यो सिद्धिएको माओवादीलाई बचाउनको लागि चाहिँ अहिले तपाईँको चाहिँ जो चाहिँ प्रतिबन्ध 2 वर्षको पिरियडमा प्रतिबन्ध खेपेर आउनुभयो, उहाँहरूको नेपाल कम्युनिस्ट पार्टी नेता विक्रमचन्द्र विप्लवले यो सम्हाल्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले बुझेको छु र हाम्रो यो सङ्गठनले यो बुझेको छ। हेर्नुहोस्, माओवादी सिद्धिएको छैन। माओवादी सिद्धिएको माओवादीले चाहिँ के गर्नुपर्ने छ भने बचाएर अगाडि बढाउनु पर्ने छ, देश र जनताको हितमा काम गर्नुपर्ने छ र काम गर्ने पनि छौँ भन्ने हिसाबले चाहिँ म चाहिँ यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र क्रान्तिको हिसाबले जुन कुराहरू गर्नुभयो, क्रान्ति अपुरो भएको छ। यो अपुरो क्रान्तिलाई पुरा गर्नुपर्छ। हिजो 10 वर्ष जनयुद्ध लड्दाखेरि यो संसदीय व्यवस्था चाहिँ असफल भएको छ, यो हामी मान्दैनौँ भनेर हजारौँ शहीदहरू भनौँ अब शहीदहरूले चाहिँ बलिदान गर्नुभएको छ। त्यो कारणले गर्दा यो अहिले चाहिँ उहाँहरूको जुन रगतमा चाहिँ होली खेलिएको छ, यो पुगेको छैन। हेर्नुहोस्, यो पुरा क्रान्ति भएको छैन। यो क्रान्ति चाहिँ अपुरो क्रान्तिलाई पुरा गर्नुपर्छ भनेर जसरी उहाँहरूले चाहिँ अगाडि निरन्तर लागिरहनु भएको छ, यसलाई साथ र सपोर्ट हामी निरन्तर दिनेछौँ र क्रान्तिलाई हामी निरन्तर अगाडि बढ्नुको लागि पनि सहयोग गर्नेछौँ। अब जस्तै अब क्रान्तिको कुरा आयो, अब क्रान्ति अब देशमा हेऱ्यो भने कम्युनिस्टहरू नै धेरै देखिन्छ। यहाँ अब 100-150 भन्दा नि बढी दल होला नि सायद नेपालमा सम्भवत, अब यहाँ जहाँसम्म लाग्छ मलाई चाहिँ। यो सबै यस्तो देशमा चाहिँ तपाईँको यता दल भएका राजनीतिक दल भएका देशमा चाहिँ यो क्रान्तिलाई चाहिँ कसरी अगाडि लान सकिन्छ जस्तो लाग्छ तपाईँले आफ्नो अनुभव? यो जुन यो सरकार छ, यो एउटा कम्युनिस्टको सरकार छ भन्ने मात्रै एउटा चाहिँ नाम मात्रै हो। हेर्नुहोस्, यो नेपाली जनताको र ओरिजिनल यो कम्युनिस्ट होइन। यिनीहरू कमाउने निष्ठ धन्दामा चाहिँ लागेका छन्। किन भन्नु होला भने हजुरहरूले हरेक ठाउँमा देख्न सक्नुहुन्छ, बालोटारदेखि त्यही तपाईँको चाहिँ स्वास्थ्य सामग्रीदेखि लिएर हरेक ठाउँमा चाहिँ के गरेको छ भने भ्रष्टाचार छ। भ्रष्टाचारलाई के गरेको छ भने संरक्षण गरिएको छ। संरक्षण कसलाई गरेको छ? आफ्नै मान्छेले भ्रष्टाचार गर्न लागेको छ र आफैले संरक्षण सरकारले नै गरिरहेको छ। हेर्नुहोस्, अहिलेको जुन एमसिसीको कुराहरू आइरहेको छ, एमसिसी हाम्रो पार्टीले अथवा हाम्रो सङ्गठनले चाहिँ यो देश र जनताको हितमा छैन है भन्दाखेरि तपाईँको हामीले चाहिँ केही अब चाहिँ तपाईँको कार्यक्रमहरू गर्दाखेरि अब गिरफ्तार चाहिँ परियो होइन। तर पनि के छ भन्नु होला नि, 172 अर्ब समथिङ चाहिँ नेपाललाई सरकारलाई चाहिँ एनसेल कम्पनीले तिर्नुपर्ने रासो नतिरेर 55 अर्बको लागि चाहिँ के गर्न खोजेको छ नि, एमसिसी पारित गर्न खोजेको छ। हेर्नुहोस्, यो पनि फेरि 10% फिर्ता गएपछि जम्मा नेपालले पाउनु भनेको 45 मात्रै छ। यो 45 अर्बलाई के गर्न खोजिएको छ त भन्नु होला भने राजनीतिकरण गरेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ भोलि चाहिँ यहाँ सिरिया जस्तो तपाईँको अफगानिस्तान जस्तो चाहिँ यो नेपालमा बनाउन खोजेको छ। यो बिल्कुलै नेपालको र हितमा र हाम्रो चाहिँ जनताको हितमा छैन। यो चाहिँ सरासर यो गलत छ। यो अन्त्य हुनुपर्छ। यहाँ भ्रष्टाचार बम लुट गरिएको छ। स्वास्थ्य सामग्रीमा मात्रै नभनौँ, आम तपाईँको चाहिँ यो चाहिँ निकासहरू जुन अब चाहिँ विकासका कामहरूमा चाहिँ भनेको हरेक ठाउँमा चाहिँ तपाईँको चाहिँ भ्रष्टाचार भएको छ। तपाईँको 1 अर्बको काम हुनुपर्ने छ, त्यहाँ 10 अर्ब चाहिँ बजेट छुट्याइएको छ। तर चाहिँ त्यो 1 अर्बमा सिद्धिने काम 10 अर्ब छुट्याउँदा पनि त्यो 10 अर्बमा पनि काम सिद्धिएको अवस्था छैन। रातारात तपाईँको चाहिँ काम गरिन्छ। तपाईँको चाहिँ जनताको आँखामा छारो हाल्ने हिसाबले काम गरिएको छ। तर त्यो चाहिँ के छ भन्नु होला भने दीर्घायु भएर नटिक्ने अवस्थाको तपाईँको एकदम कमजोरी लाचारी हिसाबले चाहिँ जुन काम गरिएको छ, यसको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि आम नेपाली जनताले चाहिँ एक भएर चाहिँ तपाईँको यसको विरोध गर्नुपर्छ। भ्रष्टाचार नेपालमा अन्त्य हुनुपर्छ। जो भ्रष्टाचार गरेका छन् यी भ्रष्टाचारीहरूलाई कारबाही हुनुपर्छ। ती भ्रष्टाचार गरी मऱ्यो भने पनि तिनका फोटो झुन्ड्याएर भने गोली हानेर भने पनि तपाईँको चाहिँ सरकारले कारबाही गरी कानुन ल्याउनुपर्छ। त्यो कारणले गर्दाखेरि कुनै पनि हालतमा तपाईँको भ्रष्टाचारीलाई संरक्षण गर्न हुँदैन, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग अथवा हाम्रो चाहिँ यो बुझाइ छैन। यहाँसँग यो कुरा गर्दै जाँदाखेरि चाहिँ यो सम्भव जस्तो देखिन्छ जस्तो लाग्छ कि लाग्दैन? किनभने मैले थोरै यसमा राखेँ, नेपाललाई चाहिँ अब हाम्रो यो देशलाई चाहिँ 2वटा ठुला ड्रागनहरूले चाहिँ घेरेर राखेको छ। दक्षिणमा भारत छ भने अब उत्तरमा चीन छ। अब चीनमा चाहिँ कम्युनिजम शासनहरू चाहिँ लागू गरिसकेर सञ्चालन गरिरहेछ अहिले वर्तमान अवस्थासम्म पनि, केही परिवर्तन होला। र दक्षिणमा चाहिँ भारतले प्रजातान्त्रिक शासन अब प्रजातान्त्रिक मुलुक भनेर घोषणा गरिसक्यो। त्यो हिसाबले आफ्नो शासन पद्धतिलाई सम्हालिरहेको छ। यसको प्रभावले नेपालमा चाहिँ के विकास गर्न सम्भव होला र नेपालको राजनीतिलाई चाहिँ एकदम चोखो शुद्ध रूपमा चाहिँ आफ्नो तरिकाले निर्णय गरेर जाने वातावरण बनाउन सक्ला र? यो सकिन्थ्यो, यो सम्भव थियो। तर के छ भन्नु होला भने हाम्रा चाहिँ यहाँका राजनीतिक दलका जुन कम्युनिस्ट भनाउँदा यी नेताहरू चाहिँ के छ त भन्नु होला भने इन्डियाको शरणमा इन्डियामा घुँडा टेक्न बाध्य भएको कारणले गर्दाखेरि विकास निर्माणको काम नेपालमा एकदमै न्यून, एकदम पछाडि परेको छ। विभिन्न खानीहरू छन्, यो खानीहरू सदुपयोग गर्न दिएको छैन।
अहिले चाहिँ हजुरको लिपुलेक लिम्पियाधुरा कालापानीको विषयमा जुन नक्सा राखियो त्यो नक्सा त राखियो तर त्यो नक्सा राखिसकेपछि त्यो फिल्ड हामीले पाउनुपर्छ त्यो जमिन हामीले पाउनुपर्छ भनेर आवाज उठाउँदाखेरि पनि टाउका फुटाइएको छ गिरफ्तार चाहिँ गरिएको छ त्यो कारणले गर्दाखेरि यो जम्मै हाम्रो नेताहरूको कमजोरीले गर्दाखेरि चाहिँ यो हुन नसकेको हो विकासको लागि हामीले जुन काम गर्न खोज्छौँ सरकारले गर्न खोजिँदा पनि अवरोध आएको छ यो रोकेको छ विदेशी हस्तक्षेप भएको छ यो विदेशी हस्तक्षेप हुनु भनेको चाहिँ एक ढिक्का भएर चाहिँ तपाईँको यो पार्टी चाहिँ मजबुत अथवा चाहिँ नेपाली जनताहरूको लागि चाहिँ यो काम गर्दैछौँ सबैको साथ र सपोर्ट चाहिन्छ यो आवश्यक छ भनेर चाहिँ सरकारले बुझाउन नसकेको पनि हो र गर्न खोजेको कामलाई चाहिँ अवरोध गर्न खोज्नु नै हाम्रो चाहिँ नेताहरूकै कमजोरी हो। अनि अहिलेको यो जुन कोरोना भाइरसको चाहिँ कहर छ अलिकति व्यापक रूपमा फैलिएको छ चाइनाबाटै आएको भन्ने सुनिन्छ र अब यसले चाहिँ तसनसै विश्वमै तसनस बनाएको छ। अब चाइनाले चाहिँ नेपाललाई यो जुन स्वास्थ्य सम्बन्धी हेर्ने दृष्टिकोण चाहिँ कस्तो लाग्छ तपाईँलाई? अब यो चाइनैबाट आयो भनेर चाहिँ यहाँनिर मैले चाहिँ यो ग्यारेन्टी नै प्रुफ चाहिँ गर्न सक्दिनँ होइन। अब यो कुराहरू जुन उठिरहेको कुराहरू छन् यहाँ चाहिँ अब चाइनैबाट फैलिएको हो भन्ने कुरो चाहिँ अब यो विश्वमै चाहिँ तपाईँको सार्वजनिक भएको छ तर पनि अब यो रोग चाइनामै उत्पादन भएर फैलियो अथवा चाहिँ अरू कुनै देशबाट चाहिँ फैलियो भन्ने हिसाबले चाहिँ हामीले त्यो सोच्नुभन्दा पनि के छ त भनौँ न यो रोग आइसकेपछि रोग कसरी रोकथाम गर्न सकिन्छ र कसरी चाहिँ नेपाली जनताले चाहिँ तपाईँको चाहिँ यो रोगबाट बच्न सक्छन् भनेर नेपाल सरकारले पहिले सतर्कता अपनाउनु पर्थ्यो। यो नाकाहरू तपाईँको उडानहरू सबैले चाहिँ तपाईँको चाहिँ के गर्नु पर्थ्यो भने पहिले टाइट गर्नु पर्थ्यो। इन्डियाको अब दोस्रो चाहिँ लहर जुन आयो इन्डियाबाटै बढी फैलिएर चाहिँ नेपालमा आयो भन्नेको छ त्यतिखेर सीमामा अलिकति कडाइ गर्न सकेको भए के अलिकति चाहिँ कम हुन्थ्यो होला तर त्यो पनि नेपाल सरकारले गर्न नसकेको अवस्था छ र अहिलेको पिरियडमा जुन अब महामारी यत्रो फैल्यो यत्रो चाहिँ नेपालीहरूले चाहिँ मृत्यु चाहिँ भोग्नु परेको छ पीडा भोग्नु परेको छ परिवारहरूले यो चाहिँ एउटा भ्याक्सिन पनि अब आवश्यक छ यो भ्याक्सिन आउनुपर्छ छिटोभन्दा छिटो भ्याक्सिन लिएर आएर चाहिँ सहज हुनुपर्छ र आम नेपाली जनताले भ्याक्सिन पाउनुपर्छ भन्ने चाहिँ मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब अन्त्यमा हामी आइसकेका छौँ र थोरै मैले राखेँ अब यहाँले चाहिँ एउटा जुन स्वास्थ्यमा क्षेत्रमा चाहिँ एउटा क्रान्तिकारीको एउटा भूमिका निर्वाह गर्नुभएको छ। अब चाहिँ यो देशमा चाहिँ अब स्वास्थ्यलाई चाहिँ अलिक सरल र सुलभ रूपमा चाहिँ आम जनमानसले चाहिँ प्राप्त गर्नलाई एउटा केही वातावरण बन्न सक्छ कि अब कस्तो खाले वातावरण बने चाहिँ यो पहुँचहरू चाहिँ सबैलाई समान रूपमा चाहिँ पुग्न सक्ला स्वास्थ्य सम्बन्धी? यो यस्तो छ अब हाम्रो स्वास्थ्य र शिक्षा प्रणाली फ्री हुनुपर्छ भन्ने कुराहरू पनि हामीले आवाज उठाइरहेका छौँ। यहाँ चाहिँ के छ त भन्नुलाई नि अब हुनेले उपचार पाएका छन् नहुनेले चाहिँ उपचार पाएका छैनन्। सामान्य एउटा तपाईँको 50 रुपियाँको चाहिँ सिटामोल किन्न पनि नसक्ने अवस्थाको चाहिँ जनताले यहाँ लाखौँ लाख खर्च गरेर उपचार गर्ने त्यो अवस्था पनि छैन। त्यो कारणले स्वास्थ्य प्रणाली फ्री हुनुपर्छ भन्ने चाहिँ अब हामीले कुराहरू उठाइरहेका छौँ। अहिले मेडिकल क्षेत्रमा भ्रम लुट छ हेर्नुहोस् भ्रम लुट गरेका छन्। एउटै चिज तपाईँको एक्सरे गर्न जानु भने सरकारीमा जानु भने एउटा रेट छ प्राइभेटमा जानु भने एउटा रेट छ। त्यही प्राइभेटमा विभिन्न किसिमका कम्पनी जुन अब चाहिँ दर्ता गरेर चलाइएका छन् ती संस्थाहरूमा जानु विभिन्न संस्थाहरूमा फरक छ एउटै रेट छैन। यहाँ भ्रम लुट छ यो उसको अन्त्य हुनुपर्छ भनेर चाहिँ हामी जुन स्वास्थ्यको पनि निःशुल्क आम नेपाली जनताले निःशुल्क चाहिँ उपचार पाउनुपर्छ भनेर आवाज उठाइरहेका छौँ। टाइम लाग्ला तर चाहिँ यो चाहिँ हुनेछ यो हुनुपर्छ भन्ने यहाँहरूलाई म विश्वास दिलाउन। अन्तिममा मिडियालाई के भन्नुहुन्छ? मिडियालाई विशेष गरेर धन्यवाद। आजको यो समयमा पनि यस्तो कोरोनाको महामारीमा पनि यहाँहरूले चाहिँ यसरी चाहिँ मेरो लागि अथवा चाहिँ यो हाम्रो संस्थाको लागि यसरी चाहिँ इन्टरभ्यू लिन आइदिनु भएको छ। यहाँहरूलाई मरिमरि धन्यवाद भन्न चाहन्छु र यहाँहरूको चाहिँ मिडियाको साथीहरूलाई पनि जुन अब प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने साथीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। धन्यवाद।